छिमेकी आन्टीको पुतली भिजाउँदा भिजाउँदै उनको छोरीसँग माया बस्यो। भाडा रुममा बस्दा दुईजनालाई पालो गरी खुसी बनाउन पाउँदा मैले सोच्न सकेको थिइनँ यो साँच्चै हुँदैछ कि मैले सपना देखेको हो। पानीमा भिज्दै पूजा आन्टीसँग कुकुर कटिङ र रुमको हर कुनामा प्रियासँग पसिना बगाएको आनन्द सायद सबैले भेट्दैनन् होला। नमस्ते साथीहरू, मेरो नाम सन्तोष हो। आज म तपाईहरूलाई मेरो जीवनको त्यो अध्याय सुनाउँदैछु जसले मलाई सधैँभरि बदलिदियो। यो कथा सिक्किमको हो। पहाडको चिसो हावा, बादलले ढाकेका चुचुराहरू र ती रातहरू जहाँ मन र शरीर दुवैले एकअर्कालाई खोजेका थिए। म बी फार्मा पढ्न सिक्किम हिमालयन फार्मेसी इन्स्टिच्युट आएको थिएँ। सङ्गीत मेरो ठुलो रुचि थियो। गिटारका तारहरूमा औँला चलाउँदा म आफैलाई बिर्सन्थेँ। त्यसैले मैले सिक्किमको सेक्टर सीमा एउटा सिङ्गल रुम भाडामा लिएँ। रुम सानो थियो, एउटा खाट, एउटा टेबल, एउटा कुर्सी र एउटा सानो भान्साको कुना, तर झ्यालबाट हिमाल देखिन्थ्यो। रातमा हावाको स्वर सुन्दा लाग्थ्यो कि पहाडहरू पनि गुनगुनाइरहेका छन्। मैले रुम लिएको पहिलो दिन नै मलाई लाग्यो यो ठाउँ मेरो लागि नयाँ सुरुवात हुनेछ। मेरो रुमको ठिक अगाडि एउटा परिवार बस्नुहुन्थ्यो। परिवारमा एकजना 39 वर्षकी युवा आमा र उहाँकी छोरी 20 वर्षकी थिइन्। आमाको उमेर 39 भए पनि उहाँ 30 वर्षकी जस्तै देखिनुहुन्थ्यो। पहाडको अर्गानिक खाना, नियमित जिम र सफा हावाले उहाँको शरीरलाई फिट र आकर्षक बनाएको थियो। उहाँको श्रीमान प्रहरीमा हुनुहुन्थ्यो, त्यसैले प्राय घरमा हुनुहुन्न थियो। पहिलो 3-4 दिन सबै ठिकै चल्यो। म कलेज जान्थेँ, फर्कन्थेँ, गिटार बजाउँथेँ र सुत्थेँ। छिमेकीहरूसँग सामान्य नमस्ते मात्र हुन्थ्यो। एक दिन साँझ इन्स्टिच्युटबाट फर्कदै गर्दा बजारबाट रातको लागि केही तरकारी लिइरहेको थिएँ। आलु, प्याज र केही साग। त्यही बेला पछाडिबाट आवाज आयो, अरे सन्तोष, के लिइरहनु भएको छ? थोरै तरकारी हाम्रा लागि पनि बचाउनुहोस्, हामी पनि केही लिन्छौँ। म पछाडि फर्केँ। त्यहाँ उहाँ उभिनु भएको थियो। हल्का गुलाबी स्वेटर, कालो जिन्स र कपाल बाँधेको अवस्था। अनुहारमा हल्का मुस्कान। आँखाहरू गहिरो थिए तर मुस्कानमा न्यानोपन थियो। मैले भने, नमस्ते आन्टी, म त एउटा मात्र तरकारी लिन आएको थिएँ, तपाईँको पनि भयो? उहाँले तरकारी लिएपछि मैले पैसा तिरेर जान लागेको थिएँ। तर साँझ अलिकति अँध्यारो भइसकेको थियो। बाटो सुनसान थियो। मैले आन्टीलाई सोधेँ, आन्टी, केही सामान छ भने दिनुहोस्, म साइकलमा लगिदिन्छु। उहाँले कुनै कुरा छैन, म नै लग्छु भन्नुभयो, तर मैले नमाने। दिनुहोस् आन्टी, केही हुँदैन। मैले साइकलमा उहाँको सामान पनि राखेर उहाँसँगै रुमतर्फ हिँड्न थालेँ। बाटोमा कुराकानी हुँदै गयो। थाहा भयो आन्टीको नाम पूजा हो र छोरीको नाम प्रिया। उहाँहरू दुवै पछिल्लो 1 वर्षदेखि एक्लै बसिरहनु भएको थियो। रुम मालिक पनि प्राय घरमा नहुने भएकाले घर निकै सुनसान लाग्थ्यो। त्यसैले म आएपछि उहाँहरू धेरै खुसी हुनुहुन्थ्यो, किनकि अब छिमेकी त थियो। पूजा आन्टीको आवाज नरम थियो, तर आँखाहरूमा एउटा गहिरो कुरा लुकेको जस्तो लाग्थ्यो। प्रियाको बारेमा उहाँले भन्नुभयो, उनी कलेज जान्छे, थोरै शर्मिली छ, तर राम्री छ। हामी भाडाको रुमसम्म पुग्यौँ। मैले आन्टीको सामान दिएर आफ्नो रुमतर्फ लागेँ। पछाडिबाट आन्टीले भन्नुभयो, आज हाम्रो रुममा आएर खाना खानुहोस् न। मैले सोचेँ आज आराम मिल्छ। ठिक छ आन्टी, म फ्रेस भएर आउँछु। म आफ्नो रुमभित्र गएँ, नुहाएँ, सफा कपडा लगाएँ र केही बेरपछि उहाँहरूको रुमको ढोकामा नक गरेँ। प्रियाले ढोका खोलिन्। उनी 20 वर्षकी थिइन्। लामो कालो कपाल, ठुला आँखा र सानो मुस्कान। उसको अनुहारमा अझै बालपनको छाप थियो, तर शरीर युवा र आकर्षक। उसले भनिन्, भित्र आऊ। म भित्र गएँ। आन्टीले आउनुहोस् आउनुहोस्, पानी पिउनुहुन्छ भनेर पानी ल्याउन लाग्नुभयो। मैले, आन्टी अहिले नपिउँ, भर्खरै पिएर आएको भने, तर आन्टीले नमान्नुभयो र पानी ल्याएर दिनुभयो। पानी पिउँदै गर्दा मैले भित्तामा एउटा पुरानो गिटार देखेँ। बिना हिचकिचाहट प्रियालाई सोधेँ, यो गिटार कसको हो? प्रियाले पनि बिना हिचकिचाहट भनिन्, यो मेरो हो, धेरै वर्षदेखि छ। अहिले पुरानो भइसक्यो, तर मलाई बजाउन आउँदैन। मैले भने, कुनै कुरा छैन, म सिकाउँछु। उनीहरूको गिटार लिएर ट्युन मिलाएर केही गीत गाउन थाले। आन्टी र प्रिया त्यस गीतमा खुसीले नाच्न थाले।
प्रियाको हाँसो सफा थियो। आन्टीको आँखाहरूमा भने केही गहिरो भाव देखिन्थ्यो। गीत सकिएपछि आन्टीले खाना निकाल्नुभयो, भात, दाल र साग। खाना खाएर हामी बाहिर कुर्सीमा बसेर कुराकानी गर्दै थियौँ। रात गहिरिँदै गयो। ताराहरू चम्किरहेका थिए। मैले आफ्नो गिटारको बारेमा, सङ्गीतको बारेमा कुरा गरेँ। प्रियाले सुनिरहेकी थिइन्। कहिलेकाहीँ प्रश्न सोध्थिन्। आन्टी चुपचाप बसिरहनु भएको थियो, तर कहिलेकाहीँ मुस्कुराउनुहुन्थ्यो। धेरै रात भइसकेको थियो, त्यसैले म रुम जान लागेँ। त्यही बेला प्रियाले अचानक सोधिन्, तिम्रो इन्स्टाग्राम छ? मैले छ भनेर आफ्नो आइडी दिएँ। उसले फोनमा नोट गरिन्। म रुम फर्केँ। त्यो क्षण साधारण लागेको थियो। मलाई थाहा थिएन कि त्यो सानो कुरा कथाको सबैभन्दा ठुलो रहस्य बन्नेछ। त्यस रात मैले गिटार बजाएँ। मनमा प्रियाको मुस्कान र पूजा आन्टीको गहिरो आँखा घुमिरहेका थिए। मलाई लाग्यो यो सहरले मलाई केही नयाँ दिनेछ। अर्को बिहान म उठेँ। झ्यालबाट हेर्दा हिमालको चुचुरोमा सूर्यको किरण झल्किएको थियो। मनमा प्रियाको मुस्कान र पूजा आन्टीको गहिरो आँखा अझै घुमिरहेका थिए। मैले नुहाएँ, कलेजको लागि तयार भएँ र निस्किएँ। बाटोमा जाँदै गर्दा प्रियालाई भेटेँ। सायद उनी पहिले नै गएकी थिइन् होला। कलेज सकिएपछि म रुम फर्किएर रेस्ट गरिराखेको थिएँ। साँझको करिब 5 बजे प्रिया मेरो ढोकामा आए। प्रियाले हल्का मुस्कुराउँदै भनिन्, फ्री छेउ भने मलाई एकछिन गिटार सिकाइदिन्छौ? हिजो भनेको थियौ नि। मैले हाँसेर भने, आऊ, तर औला अलिअलि दुख्छन् नि, गिटार सिक्न सजिलो छैन। प्रियाले पनि जिस्किँदै भनिन्, यसको लागि जे दुखाउन पनि रेडी छु, तिमी भन खाली। म पनि फुर्किँदै प्रियाको रुममा गएँ। पूजा आन्टी भान्सामा हुनुहुन्थ्यो। प्रियाले गिटार निकाली। मैले उसलाई सही तरिकाले समात्न सिकाएँ। मेरो हात उसको हातमाथि राखेर कर्ड देखाएँ। उसको हात नरम थियो। जब मेरो औँला उसको औँलासँग छुन्थ्यो, उसको अनुहारमा हल्का रातो रङ आउँथ्यो। उनी मसँग हरेक समय टाँसिने गर्थिन्, जस्तो कि मलाई खाइदिने। गिटार सिकाउँदै गर्दा पूजा आन्टी मलाई विषालु नजरले हेरिरहनु भएको थियो। पहिले मलाई डर लाग्यो, तर हिम्मत गरेर म पनि उहाँलाई हेर्न थालेँ। उहाँको नजरमा केही गहिरो कुरा थियो। ईर्ष्या वा चाहना म बुझ्न सकिरहेको थिइनँ। थोरै बेरपछि प्रियाले भनिन्, म पसल जान्छु, आलु सकियो। उनी गएपछि पूजा आन्टी चिया लिएर आउनुभयो। उहाँले चिया दिएर मेरो हातको मसल समात्न थाल्नुभयो। पहिले मलाई अलिकति अनौठो लाग्यो, तर त्यही बेला मैले महसुस गरेँ आन्टीका हात नरम र कोमल थिए। उहाँको औँलाहरूले मेरो हातमा हल्का दबाब दिँदा शरीरमा एउटा न्यानो लहर दौडियो। उहाँले भन्नुभयो, तिम्रो हातमा बल छ, गिटार बजाउने हात जस्तै। मैले केही भन्न सकिनँ। उहाँले मेरो व्हाट्सएप नम्बर माग्नुभयो। मैले दिएँ। प्रिया पसलबाट फर्किन् र म आफ्नो रुम गएँ। त्यस रात करिब 11 बजे पूजा आन्टीले मलाई सुत्नुभयो लेखेर म्यासेज गर्नुभयो। अहिलेसम्म सुतेको छैन आन्टी भन्दै मैले रिप्लाई गरेँ। आन्टीले भन्नुभयो, आज गिटार सिकाउँदा राम्रो लाग्यो। प्रिया खुसी थिए। कुराकानी सुरु भयो। मलाई उहाँसँग कुरा गरेर राम्रो लागिरहेको थियो। त्यस रात मैले आन्टीको धेरै प्रशंसा गरेँ। उहाँका आँखाको बारेमा, शरीरको बारेमा, कम्मरको बारेमा। आन्टी पनि मसँग इसारा दिने खालका कुरा गर्न थाल्नुभयो। हामी दुवैले रातभरि भिज्ने र भिजाउने खालका कुराहरू गरेका थियौँ, जसले आन्टी मेरो कुरा सुनेर हाँस्नुहुन्थ्यो र क्युट इमोजी पठाउनुहुन्थ्यो। त्यत्तिकैमा पूजा आन्टीले अचानक सोध्नुभयो, तपाईको कुनै गर्लफ्रेन्ड छ? छैन आन्टी अहिलेसम्म, मैले रिप्लाई गरेँ। यसरी कुरा गर्दै गर्दै बिहानको 3 बजे सको र मैले भने, ठिक छ आन्टी, बिहान भयो, अब सुत्नुपर्छ। आन्टी केही बेर चुप रहनुभयो अनि भन्नुभयो, थोरै बाहिर आउन सक्नुहुन्छ? बाहिर सायद वर्षा आउन लागेको छ, 5 मिनटपछि सुत्नुपर्छ। मैले सोचेँ, ठिक छ, 5 मिनटपछि आएर सुत्छु। त्यसपछि मैले रिप्लाई गरेँ, ठिक छ, म आउँदैछु। बाहिर निस्कदा आन्टी पहिले नै बाहिर बसिरहनु भएको थियो। म सिधै उहाँतर्फ गएँ। साँच्चै वर्षा आउन लागेको थियो।
र हावा पनि निकै तेज थियो। थोरै बेर हामी चुपचाप सँगै बसिरह्यौँ। त्यसको एकछिनपछि आन्टी मेरो नजिक आउनुभयो। आकाशमा बिजुली चम्किरहेको थियो। मैले आन्टीको हात समातेँ र उहाँको कपाल मिलाउँदै सन्तोला मुछार्न थालेँ। आन्टीले मेरो क्रियाको प्रतिक्रिया केही पनि दिनु भएन र मलाई अझै धेरै हिम्मत आए जस्तो भयो। करिब 15 मिनटसम्म उभिएरै हामीले वर्षाको मौसममा पसिना बगाउन सुरु गऱ्यौँ। कहिले उहाँको तर्फबाट, कहिले मेरो तर्फबाट गहिरो आक्रमण भइरहेको थियो। ओठहरूमा स्वाद थियो। हावाको चिसोमा पानीका छेड्काले जिउ भिज्दै गइराखो। हामीलाई केही वास्ता नै थिएन। मलाई लाग्यो यो भिजाइ सामान्य थिएन। यसमा चाहना थियो, एक्लोपन थियो र केही गहिरो माया पनि थियो। केही बेरपछि हामीले आफ्नो आफ्नो काम पुरा गरेर आआफ्नो रुम गयौँ। त्यो रात मैले राम्ररी सुत्न सकिनँ। मनमा पूजा आन्टीको मोहनी लाग्दो बास्ना घुमिरहेको थियो अनि बीचबीचमा प्रियाको मुस्कान पनि आउँथ्यो। मलाई लाग्यो म दुई आगोको बीचमा उभिएको छु। अर्को बिहान उठ्दा मन अझै अशान्त थियो। मलाई थाहा थियो यो सम्बन्ध अब सामान्य छिमेकीको सम्बन्ध रहनेवाला छैन। बिहान म कलेज गएँ। मनमा अझै पूजा आन्टीको स्वाद घुमिरहेको थियो। कक्षामा ध्यान दिन गाह्रो भइराखेको थियो। साथीहरूले सोध्न थाले, के भयो, कता टोलिन थालिस्? मैले साथीहरूलाई कुरा बनाउँदै भने, केही होइन, रातमा राम्ररी सुत्न सकिनँ। साँझतिर थाहा भयो मेरो एकजना साथीको जन्मदिन रहेछ। उसले होस्टेलमै पार्टी राखेको थियो। सबैले मलाई होस्टेलमै रोके। त्यसैले मैले रुम फर्कने योजना रद्द गरेँ। राति हुँदै गएपछि पूजा आन्टीले कल गर्नुभयो। आज आउनुहुन्न? उहाँको आवाजमा हल्का निराशा थियो। मैले भने, आज त आउन सक्दिनँ आन्टी, साथीको जन्मदिन छ, भोलि नै आउँछु। उहाँले ठिक छ भन्नुभयो, तर आवाजमा केही गहिरो कुरा थियो। रातमा मैले साथीहरूसँग धेरै मजा गरेँ। रक्सी पिएँ, गीत गाएँ, हाँसेँ, तर बीचबीचमा पूजा आन्टीको अनुहार आउँथ्यो। अर्को दिन जब म रुम पुगेँ, टाउकोमा धेरै दुखाइ थियो। रक्सीको असर अझै थियो। ढोका खोलेर भित्र पसेँ। टी सर्ट फुकालेर पङ्खा मुनि बसेँ। टाउको दुखाइका कारण आँखा बन्द गरेर बसिरहेको थिएँ। प्रिया कलेज गएकी थिइन्। घरमा आन्टी एक्लै हुनुहुन्थ्यो सायद। अचानक मेरो ढोकामा आवाज आयो। ढोका खुला थियो। आन्टी सिधै रुमभित्र आउनुभयो। उहाँले मलाई त्यस अवस्थामा देखेर सोध्नुभयो, के सबै ठिक छ? त्यस बेला मलाई धेरै लाज लागिरहेको थियो, किनकि म आधा नग्न थिएँ। तर फेरि याद आयो, आन्टीसँग किन लाज मान्ने? सबै त भइसकेको छ। सामान्य भएर जवाफ दिएँ, आन्टी केही छैन, टाउको मात्र दुखेको छ थोरै। यो सुनेर आन्टी म सहयोग गरिदिन्छु भनेर मेरो अगाडि बसेर टाउको थिच्न थाल्नुभयो। उहाँका औलाहरू नरम थिए। आन्टीको शरीरको सुगन्ध मेरो पुरै शरीर र रुमभित्र फैलिन थाल्यो। उहाँको सास मेरो नजिक थियो। मैले केही नसोची आन्टीको कपाल समातेर स्वाद लिन थालेँ। आन्टी पनि मलाई साथ दिन थाल्नुभयो। कहिले यस भित्तातर्फ, कहिले उसतर्फ हामी दुवै घुम्न थाल्यौँ। करिब 30 मिनटसम्म हामीले रुमको सबै कुनामा आफ्नो पसिना बगायौँ। आन्टीले मलाई पूर्ण रूपमा तृप्त पारिदिनु भयो। मलाई कतै छोड्नु भएन। उहाँको आँखामा माया थियो, चाहना थियो र एक्लोपन पनि। हामीले एक अर्कालाई धेरै पटक माया गर्यौँ। अन्त्यमा उहाँले मेरो कपाल सुल्टाउँदै भन्नुभयो, तिमी राम्रो छौ सन्तोष, धेरै राम्रो। अनि आन्टी आफ्नो रुम जानुभयो। म खाटमा लम्पसार परेर बसेँ। मनमा मिश्रित भावना थियो, खुसी, डर र गहिरो आकर्षण। अर्को दिन दिउँसो कलेज गएपछि इन्स्टाग्राम खोलेँ। धेरै दिन भइसकेको थियो सामाजिक सञ्जालबाट टाढा भएको, तर इन्स्टाग्राम खोल्ने बित्तिकै देखेँ प्रियाले मलाई फलो गरेर मेरा हरेक फोटोमा लाइक र कमेन्ट गरेकी थिइन्। उसले पुराना फोटोहरूमा पनि कमेन्ट गरेकी थिइन्। एक ठाउँमा लेखेकी थिए, यो गिटार बजाउने हात कति राम्रो। त्यस रात प्रियासँग इन्स्टाग्राममा कुरा गरेँ। उसले भनिन्, म सायद तिमीलाई माया गर्न थालेकी छु सन्तोष। हिजोदेखि नै गिटार सिकाउँदा नै महसुस गरेँ। म स्तब्ध भएँ। उता आन्टी मलाई लगातार म्यासेज गरिरहनु भएको थियो। मैले आन्टीलाई लुकाइनँ। मैले आन्टीलाई भने कि प्रिया मलाई माया गर्छिन् र म्यासेजमा कुरा गरिरहेकी छिन्। यो सुनेर आन्टीले केही बेर म्यासेज गर्नु भएन अनि भन्नुभयो, कुनै कुरा छैन, कुरा गर। त्यस बेला मलाई लाग्यो आन्टी पनि चाहनुहुन्थ्यो कि म प्रियासँग कुरा गरौँ।
तर किन म बुझ्न सकिरहेको थिइनँ। रातमा म खाटमा सुतेँ। मनमा दुई अनुहार घुमिरहेका थिए, पूजा आन्टीको गहिरो आँखा र प्रियाको सफा मुस्कान। मलाई लाग्यो यो सम्बन्ध अब जटिल बन्दै गएको छ। अनि इन्स्टाग्राममा प्रियाको गतिविधि बढ्दै थियो। उसले मेरो पुराना स्टोरीहरूमा समेत कमेन्ट गर्न थालेकी थिए। मलाई थाहा थिएन कि त्यो सानो फलोले भविष्यमा कस्तो ठुलो रहस्य ल्याउनेछ। केही दिन बिते। पूजा आन्टी र मेरो सम्बन्ध गहिरो हुँदै गयो। रातमा मेसेज, स्वाद लियाई र कहिलेकाहीँ पुरा मिलन। प्रियासँग पनि इन्स्टाग्राममा कुराकानी जारी थियो। उसले मलाई माया गर्ने कुरा बारम्बार दोहोर्याउँथे। म दुवैसँग बाँधिएको महसुस गर्दै थिएँ। मनमा डर पनि थियो, यो कसरी अगाडि बढ्ने हो। एक बिहान पूजा आन्टी मेरो रुममा आउनुभयो। उहाँको अनुहारमा हल्का चिन्ता थियो। उहाँले भन्नुभयो, सन्तोष, म 2 दिनका लागि आफ्नी आमाको घर जान्छु। केही जरुरी काम छ। तिमी अलिकति प्रियाको ध्यान राखिदिनु ल, ऊ एक्लै हुँदा डराउने गर्छे। मैले फुर्किँदै भने, ठिक छ आन्टी, चिन्ता नगर्नु तपाईँ। उहाँले मेरो हात समातेर हल्का निचोर्नु भयो अनि आफ्नो माइत जानुभयो। आन्टी गएपछि घर निकै शान्त भयो। प्रिया कलेजबाट फर्केपछि मलाई हेरेर मुस्कुराई। उसले भनिन्, आमा 2 दिनका लागि माउल जानुभएको छ, हामी एक्लै छौँ। साँझ हुँदा हामी दुवै प्रियाको रुमभित्र गएर ढोका बन्द गर्यौँ। मोबाइलमा रोमान्टिक गीत लगाएँ। धीमा सङ्गीत बज्न थाल्यो। हामी एक अर्काको शरीर छुँदै नाच्न थाल्यौँ। उसको कपाल मेरो अनुहारमा आइरहेको थियो। मैले उसको कम्मर समातेँ। उसले मेरो घाँटीमा हात राखिन् अनि हामी एक अर्काको जिउमा अठ्याएर चुसाचुस गर्न थाल्यौँ। प्रियाको यो पहिलो पटक थियो कुनैसँग, त्यसैले उनी धेरै उत्साहित थिइन्। उसको सास छिटो छिटो चलिरहेको थियो। मेरो बन्दुक उनको गुफामा पड्किन तयार थियो। जब म गुफाभित्र प्रवेश गरेँ, प्रिया चिच्याइन्। उसको आँखामा आँसु आए, तर उसले मलाई अझ बलियोसँग समातिन्। हामी दुवैलाई मज्जा आइरहेको थियो। हामीले करिब 25 मिनटसम्म जोडले एक अर्कासँग खेल्न थाल्यौँ। उसको आँखामा माया र चाहना दुवै थियो। उसले मेरो छातीमा टाउको राखेर भनिन्, म तिमीलाई साँच्चै माया गर्छु सन्तोष। पहिलो पटक कसैसँग यस्तो भएको हो। रातमा वर्षा सुरु भयो। हावा चल्न थाल्यो। प्रियाले अचानक भनिन्, छतमा जाउँ, वर्षामा भिज्न राम्रो लाग्छ। हामी छतमा गयौँ। भिजेका अवस्थामा कहिले उनी मेरो माथि, कहिले म माथि भएर आफ्नो मनलाई शान्त पार्न थाल्यौँ। वर्षाको पानी हाम्रो शरीरमा खसिरहेको थियो। बिजुली चम्किरहेको थियो। त्यो क्षण जादुमय थियो। प्रियाले मेरो कानमा फुसफुसाई, म तिमीसँग सधैँ रहन चाहन्छु। ती 2 दिनमा हामीले करिब 9 पटक आफ्नो चाहना मेटाएका थियौँ। दिउँसो, साँझ, रात, बिहान। कहिले रुममा, कहिले छतमा, कहिले भान्साको कुनामा। प्रत्येक पटक प्रिया अझ नजिक आउँथे। उसले मलाई आफ्ना सपनाहरू सुनाई, पढाइ, भविष्य र सङ्गीतको रुचिहरू। मैले पनि आफ्ना कुरा बताएँ। हामीले एक अर्कालाई साटासाट गरेर ती 2 दिन खुसीको साथ बितायौँ। दोस्रो दिनको रातमा प्रियाले अचानक मेरो फोन समाती, इन्स्टाग्राम खोली। उसले मेरो प्रोफाइल हेर्दै भनिन्, तिम्रो पुराना फोटोहरू कति राम्रा छन्, म सबै लाइक गरिसकेँ। उसले केही बेर फोन हेरिरही। मलाई लाग्यो उनी केही खोजिरहेकी छिन्, तर मैले सोधिनँ। त्यो बेला मलाई थाहा थिएन कि प्रियाले मेरो अकाउन्टमा केही गहिरो कुरा फेला पार्दै थिए। तेस्रो बिहान पूजा आन्टी फर्किनुभयो। उहाँले हामीलाई हेर्नुभयो। प्रियाको अनुहारमा हल्का रातो रङ थियो। आन्टीले केही नभनी मुस्कुराउनु भयो। साँझतिर उहाँले मलाई एक्लै बोलाएर भन्नुभयो, प्रिया खुसी देखिन्छे, तिमीले ध्यान राख्यौ, धन्यवाद। तर उहाँको आँखामा केही गहिरो कुरा थियो। मलाई लाग्यो आन्टीलाई सबै थाहा छ, तर उहाँले केही बोलिरहनु भएन। त्यस रात म आफ्नो रुममा सुतेँ। मनमा प्रियाको गरमपन र पूजा आन्टीको गहिरो आँखा दुवै घुमिरहेका थिए। म 2 महिलाको मायामा बाँधिएको थिएँ। पूजा आन्टी फर्केपछि घरको वातावरण अलिकति बदलियो। बाहिरबाट हेर्दा सबै सामान्य जस्तो देखिन्थ्यो। प्रिया कलेज जान्थे, आन्टी घरको काम गर्नुहुन्थ्यो, म कलेज जान्थेँ। तर भित्रभित्रै सबै कुरा जटिल बन्दै थियो। आन्टीले मलाई पहिले जस्तै मेसेज गर्न छोड्नु भएन।
रातमा उहाँको मेसेज आउँथ्यो, सुतेऊ, म तिमीलाई सम्झिरहेकी छु। कहिलेकाहीँ उहाँ मेरो रुममा आउनुहुन्थ्यो। माया हुन्थ्यो, पसिना बग्थ्यो, तर पूर्ण मिलन पहिले जस्तो सजिलै हुँदैन थियो। प्रिया घरमा हुँदा आन्टी धेरै सावधान हुनुहुन्थ्यो। उहाँको आँखामा कहिलेकाहीँ ईर्ष्या देखिन्थ्यो, कहिलेकाहीँ खुसी। समयको साथसाथ प्रियासँगको सम्बन्ध पनि गहिरो हुँदै गयो। उसले मलाई इन्स्टाग्राममा लगातार मेसेज गर्थी, कहिले गीत सेयर गर्थी, कहिले आफ्ना फोटो पठाउँथी। मलाई पनि प्रियासँग माया हुँदै गइराखेको थियो। त्यही पनि चाहनाहरू पूजा आन्टीसँग मात्रै सन्तुष्टि थियो। एक रात प्रियाले लेखिन्, तिमीले मलाई छोएको ठाउँ अझै सम्झना आउँछ। मलाई तिम्रो अझै धेरै माया लाग्न थालेको छ। म जवाफ दिन्थेँ, तर मनमा द्वन्द्व हुन्थ्यो। म दुवैलाई चाहन्थेँ। पूजा आन्टीको परिपक्व लचक र गहिरो आँखा, प्रियाको युवा जोस र सफा माया, दुवैले मलाई तानिरहेका थिए। एक साँझ गिटार सिकाउँदै गर्दा प्रियाले अचानक सोधिन्, सन्तोष, तिमी मेरी आमासँग नजिक छौ होइन? म चुप रहेँ। उसले मेरो हात समातेर भनिन्, मलाई थाहा छ, मलाई दुःख लाग्दैन। आमा एक्लै हुनुहुन्छ। तिमी आमासँग बोलेको देख्दा मलाई राम्रो लाग्छ। उसको आँखामा आँसु थिए। मैले उसलाई अँगालो हालेर भने, म तिमीलाई धेरै माया गर्छु प्रिया। त्यस रात हामीले फेरि माया गर्यौँ। प्रिया अझ सक्रिय थिए। उसले मलाई आफ्नो चाहनाहरू पूर्ण रूपमा सुम्पिसकेकी थिए। अन्त्यमा उसले मेरो कानमा फुसफुसाएर भनी, म तिमीसँग र आमासँगै सधैँ रहन चाहन्छु। अर्को दिन इन्स्टाग्राममा प्रियाको गतिविधि अझ बढ्यो। उसले मेरो पुराना पोस्टहरूमा अझै धेरै कमेन्ट गर्न थाली। एक पुरानो फोटोमा जहाँ म एक्लै गिटार बजाउँदै थिएँ, उसले लेखिन्, यो हातले मलाई छोएको थियो, अहिले पनि सम्झना आउँछ। प्रियाको मनमा के चल्दैछ मैले बुझ्न सकेको थिइनँ। सायद ऊ मलाई कसैसँग पनि सेयर गर्न खोज्दिन थिइन होला। पूजा आन्टीलाई पनि यो कुरा महसुस भयो। एक रात उहाँले मलाई बोलाएर भन्नुभयो, प्रिया, तिमीलाई धेरै माया गर्छे, म देख्छु। तिमी प्रियालाई खुसी देऊ, म बाधा बन्दिन। उहाँको आँखामा पीडा थियो, तर माया पनि थियो। मैले उहाँलाई अँगालो हालेँ। त्यो रात हामीले लामो समयसम्म पसिना साटासाट गर्यौँ। आन्टीले मलाई पहिले भन्दा अझ गहिरो माया दिनुभयो। अन्त्यमा उहाँले भन्नुभयो, म बुढी भइसके सन्तोष, प्रिया युवा छे, तर मलाई पनि तिमी चाहिन्छ। तिमीले मलाई खुसी दिन थालेको छौ। म चुपचाप उहाँको कपाल छुल्टाउँदै बसेँ। मनमा एउटै प्रश्न घुमिरहेको थियो, के म दुवैलाई एकैसाथ माया गर्न सक्छु? के यो सम्भव छ? पछिका दिनहरू निकै भारी भए। प्रियाको इन्स्टाग्राम गतिविधिले मलाई अनौठो महसुस गराउन थाल्यो। एक साँझ प्रिया मेरो रुममा आएर ढोका बन्द गरेर भनिन्, म तिमीलाई एउटा कुरा सोध्न चाहन्छु। तिम्रो इन्स्टाग्राम पासवर्ड मलाई देऊ न। म अचम्म मान्दै हेरेँ। किन चाहियो? उसले मेरो आँखामा हेर्दै भनिन्, म तिमीलाई सरप्राइज दिन चाहन्छु। मैले हिचकिचाएँ। मनमा डर थियो, तर प्रियाको आँखामा इमान्दारी देखेँ र मैले पासवर्ड दिएँ। उसले फोन लिएर केही बेर हेरिन्, अनि फोन फर्काएर भनिन्, अहिले होइन, पछि देखाउँछु। मलाई लाग्यो उनी केही ठूलो कुरा लुकाइरहेकी छिन्। त्यसै दिन साँझ पूजा आन्टीले मलाई र प्रियालाई सँगै बोलाउनु भयो। हामी तीनैजना बाहिर कुर्सीमा बस्यौँ। आन्टीले गम्भीर स्वरमा भन्नुभयो, म सबै कुरा बुझ्छु। तिमी दुवै एकअर्कालाई माया गर्छौ र सन्तोष एकजना राम्रा केटा हुन्। त्यसैले मलाई यसमा केही प्रब्लम छैन। म चुप रहेँ। प्रियाले आमाको हात समाती। त्यस रात हामी तीनैजना लामो समयसम्म कुरा गर्यौँ। प्रेमको कुरा, डरको कुरा, भविष्यको कुरा। अन्त्यमा आन्टीले मलाई र प्रियालाई अँगालो हाल्नुभयो। त्यो क्षण भावनात्मक थियो। यौन चाहनाभन्दा माथि उठेर तीन हृदय जोडिएको महसुस भयो। तीनैजना बीचको कुराकानीले हामीलाई नजिक ल्याएको थियो, तर तनाव पनि बढेको थियो। प्रियाले मेरो इन्स्टाग्राम पासवर्ड पाएपछि उसको व्यवहार बदलियो। उसले अब मेरो अकाउन्टबाट स्टोरी सेयर गर्न थाली। कहिले गिटारको फोटो, कहिले मेरो पुरानो सेल्फी। म चाहिँ दुईजनाको माया पालो गरी भेटिराखेको थिएँ। मेरो दिमागमा पूजा आन्टी हुनुहुन्थ्यो भने मनले सधैँ प्रियालाई नै चाहो। म खुसी हुन थालेको थिएँ। आन्टीका चाहनाहरू पूरा गर्ने खुसी र प्रियालाई माया गर्ने खुसी। त्यसको अलिक दिन बाद आन्टीका बुढा छुट्टीमा घर आउनुभयो
र मैले पनि प्रियालाई पूर्ण रूपमा समय दिन पाएँ। साथी हो, यो मेरो कथा हो। मैले सही गरेँ कि गलत तपाईहरू कमेन्ट गरेर अवश्य भन्नुहोला र साथै यस्तै खालका रोचक कथा सुन्न हाम्रो च्यानल सब्स्क्राइब गरिदिनुहोला। धन्यवाद।